प्यारी छोरी आरुषी, तिमीलाई तिम्रो पहिलो जन्मदिनको मुटुभरिको माया र शुभकामना। मैले दोस्रो पटक मृत्युलाई जितेर तिमीलाई अँगालेको दिन अनि तिम्रो आगमनसँगै हाम्रो परिवार पूर्ण भएको दिन, मेरो अझ भनौँ हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार हौ तिमी। तिमीले हाम्रो जीवनमा ल्याएको खुसीको कुनै तुलना नै छैन। छोरी, तिमी हाम्रो सौभाग्य हौ, शान हौ, खुसी हौ, लक्ष्मी हौ, अझ भनौँ मेरो घमण्ड हौ। सबै छोरीको भाग्यमा बाबुआमा लेखिएको हुन्छ, तर थोरै आमा बाबुहरूको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ। यस अर्थमा तिम्रो बाबुआमा हुन पाउनु हाम्रो लागि ठुलै सौभाग्यको कुरा हो। तिम्रो आमा भएकोमा गौरव महसुस गर्छु म आफैसँग। हाम्रो परिवारमा तिम्रो उपस्थिति साँच्चैकै महत्त्वपूर्ण छ छोरी। मेरो लागि सबैभन्दा ठुलो दिन हो 2081 कार्तिक 13 गते मङ्गलबार, जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो। जति बेला तिमी हाम्रो घरको सदस्य भएर यस दुनियाँमा आएकी थियौ, त्यो समय मेरा निम्ति निकै कठिन र सङ्घर्षपूर्ण रहेको थियो। तर तिमीलाई पाएर मैले जुन खुसी पाएको थिएँ म शब्दमा वर्णन गर्न सक्दिनँ। त्यो क्षण, त्यो पल, त्यो समय मेरो लागि एकदम हर्षको अनुभूति र सुखद पल थियो। अरूले छोरा नै पाउँछस् भन्दा मेरो मन कता कता चसक्क हुन्थ्यो। किन थाहा छ? किनकि मलाई तिमी जस्तै प्यारी छोरी चाहिएको थियो र तिम्रो दादालाई खेल्नको लागि गुडिया जस्तै तिम्रो दादाले सधैँ भन्ने गर्थ्यो मेरो मामुको पेटमा बुनु छ। उसले थाहा पाएर भन्थ्यो या बुनु चाहेर भन्थ्यो, जसरी भने पनि मलाई साह्रै खुसी लाग्थ्यो र भगवानसँग म सधैँ प्रार्थना गर्थेँ कि तिम्रो दादाको कुरा सत्य होस् भनेर। माफी चाहन्छु छोरी, एउटी आमाको नाताले मैले तिमीलाई र तिम्रो दादालाई जति समय दिनुपर्ने हो त्यति दिन सकिरहेको छैन। दिनभरको कामको व्यस्तताबाट जब म साँझ घर पुग्दछु, तिमी नबोलिकनै मसँग आउन जम्म हाम फाल्दा, हाँस्दै मेरो हात समाउँदा सबै थकान र तनाव मेटिन्छ। झन् तिमीले दाँत नै नभएको त्यो गिजाङिच्च पारेर स्वाङ पार्दा त मेरो मन खुसीले साह्रै पुलकित हुन्छ। यसरी प्यारी छोरी, त्यसैले त तिमी मेरो जीवनको महत्त्वपूर्ण र गौरवपूर्ण अङ्ग हौ। मलाई आशा छ तिमीले भविष्यमा सधैँ हाम्रो चिर गौरवले उच्च बनाइराख्नेछौ।